हेलो वेलकम ब्याक टु माई अनदर ब्लग भन्दै फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू भिडियोमा भन्दै के छ गाइज फेरि पनि आइसकेको छु म थोरै समय लगाएर तपाईँहरूको माझमा भन्दै सो आज चाहिँ म एकदम ह्याप्पी छु किनकि आज चाहिँ सटरडे होइन फ्राइडे चाहिँ काममा गएर नाइट काम गरेर आएँ अहिले बिहानको तपाईँको भन्नुपर्दा ठ्याक्कै 11:30 भइराखेको छ किनकि म बिहान आएर रुममा नुहाइधुवाइ गरेर बाहिर निस्किएको छु। आज चाहिँ एकजना भेट्न जानुपर्ने हुन्छ। त्यो मान्छे को हो भन्दा खास मेरो मामाको छोरो। सो मामाको छोरोलाई भेट्न जाँदैछु म। अनि यतै आइज नि त भन्थेँ मैले, अब उसले चाहिँ उतै आइज भयो भनेर भन्यो। अनि भाइ पनि छ अर्को हाम्रो अस्मित भाइ। अनि सो त्यही भएर अब दुईजना यता आउनु भन्दा म एकजना उता जान सजिलो भयो नि त। सो आज चाहिँ मेरो छुट्टी छ किनकि आज कसरी छुट्टी भयो भन्दा चाहिँ अनि म चाहिँ मार्चको 16 तारिकबाट तपाईँको काम अप्रिलको 10 सम्म म काम एक दिन पनि छुट्टी बसेन क्या। सो एक दिन पनि छुट्टी नबसिकन मैले काम गरेँ। चाइनिज उता आफ्नो देशमा गएको थियो, उसको साटर्ने काम गरिरहेको थिएँ। हिजो चाहिँ ऊ चाइनाबाट आयो नि त। अनि सो आज चाहिँ खासमा मेरो सिफ्ट हो कि। अनि फेरि ल म धेरै काम गरेँ, उसको काम नि गरेको थिएँ नि त। सो अनि मैले चाहिँ धेरै काम गरेँ अनि मेरो आजको सिफ्ट तैँले गर नि त, भोलितिर म गर्छु तेरो सिफ्ट भनेर। अनि फेरि उसको काममा चाहिँ म सट्टा लाएर मेरो काममा उसलाई राखेर आज चाहिँ म हल्का टाइम मिलाएर निस्केको छु। किनकि जहिले पनि मेरो बिदा हुँदा अनि उता केटाहरूको छुट्टी नमिल्ने, मेरो छुट्टी नमिल्दा उनीहरूको छुट्टी मिल्ने। सो त्यस्तो भएको कारणले गर्दा चाहिँ भेट हुन चाहिँ अलि धेरै भयो भेट नभएको पनि। म नेपालबाट आएदेखि एकचोटि भेट भएको थियो, त्यहाँदेखि चाहिँ भेट भएको छैन। नेपालबाट आएको नि 2 महिना भइसक्यो, 2-2.5 महिना भइसक्यो। अनि सो आज चाहिँ भेटौँ न त। अब कलेज पनि छुट्टी, बेलुका काम छुट्टी, भोलि अनि सन्डे झन् कलेज त्यसै छुट्टी। सटरडे र सन्डे कलेज छुट्टी हुन्छ नि त। सो अनि त्यही भएर कलेज पनि छुट्टी अनि काम पनि आज मैले त्यसरी सिफ्ट मिलाएको भएको हुनाले म चाहिँ आज जाँदैछु टोकियोबाट म उता इबाराकीतिर। लेट्स गो। ट्रेन स्टेसनमा आइसकेको छु कि मेरो अगाडि ट्रेन देख्न सक्नुहुन्छ तपाईँले। अगाडि मेरो अगाडि ट्रेन हिँडिरहेको छ यसरी। सो बाटोमा ट्रेन हिँड्छ अनि रोकिनुपर्छ क्या आफूहरू। अब ट्रेन गयो, अब यस्तै ढोका खोल्छ। अब म चाहिँ अब जाँदैछु ट्रेन स्टेसनमा भनेपछि अब जाम के कस्तो हुन्छ उतै गएपछि थाहा हुन्छ। यस्तो हुन्छ कि ट्रेनको लिक मोबाइल छ कति वर्ष पुरानो होला है, आमामा कालै आमा। सो म चाहिँ स्टेसनमा आइसक्यो। अब मेरो सुइका चार्ज गर्नुपर्ने हुनेछ भन्दै अब म चार्ज गर्नतिर लाग्ने छु। सुइका चार्ज गर्न लाग्छु कि 2000 चार्ज गरे त आउनु र जान मिलिहाल्छ। अब 10,000 हाल्नु पऱ्यो ठ्याक्क लगाएर। 2000 चार्ज गरेर पुग्छ मजाले। यस्तो हल्लिन्छ क्या ट्रेन, यहीँबाट हिँड्छ सर र फर्काउँछ क्या। सो मेरो चाहिँ चार्ज भएर आइसक्यो। पैसा लिनुपर्ने हुनेछ भन्दै पैसा यस्तरी सकिन्छ कि सानो चार्ज गरेँ हिँड्यो। त्यही त गाह्रो छ भन्नु भएन। रमाइलो छ काम गरेपछि यत्रो होइन, रमाइलो त गर्नु पऱ्यो नि भन्दैछु। म चाहिँ अब जाँदैछु, सुइका टक्कलाई टच गर्छु। सो ट्रेन छुट्न लागिसक्यो। बल्ल बल्ल पुग्यो। सो मेरो चाहिँ ट्रेन धर्न छुटेको थियो कि अहिले चाहिँ म ट्रेनभित्र छु, बसिरहेको छु। म चाहिँ ट्रेनबाट निस्किसकेँ कि यस्तो भिड हुन्छ कि ट्रेनबाट एक्कासिकै निस्किँदा मान्छेहरू हरि भिड हुन्छ। अब भिड भयो नि बानी परिसक्यो मलाई त। यहाँ त हिँड्नलाई त्यस्तो खासै गाह्रो चाहिँ लाग्दैन। पहिला त म कति हराएँ यो ठाउँहरूमा, धेरै हराएँ। त्यही कुराले सिकियो होइन। त्यही हो, अब धेरै नै भइसक्यो नि त यहाँ बस्न लाग्यो। सो त्यही भएर त्यस्तो खासै केही लाग्दैन। सबैहरू आफै आफ्नो तालमा हिँड्छ क्या। अनि त्यही भएर कसैलाई रोकटोक केही हुँदैन। सो चिलमा त्यही हो, लेट्स गो जान्न अगाडि हेरौँ के कस्तो हुन्छ। फेरि छुट्टीको दिन भनेपछि छुट्टै रनक जनक हुन्छ क्या। अब जति काम गरेर आएको होस् बिहान होइन, रातभरि काम गरेर
छुट्टी हो भयो आज नाइटको छुट्टी ल भनेपछि गइकै पारै बेग्लै हुन्छ मान्छेहरू। अहिले गर्मीको सिजन छ, यताउति हिँड्ने। आज झन् शनिबार भइहाल्यो, सो मान्छेहरू भिड छ। स्टेसन चाहिँ पुरै भिड छ, खासै बस्नु पाइँदैन ट्रेनमा चाहिँ, उठेर हिँड्नुपर्छ। सो त्यही पनि रमाइलो गर्दै हिँड्ने छु म चाहिँ एक्लै छु। अब जर्नी कस्तो हुनेछ मलाई 1-1.5 घन्टा जति लाग्छ अब जाँदा। 2टा ट्रेन नोरिखाइ गर्नुपर्छ, चेन्ज गरेर जानुपर्ने हुन्छ भन्दै। सो भिड चाहिँ बबालै हुन्छ, अब भिड भए पनि छिचोल्दै जानुपर्ने हुन्छ भन्दै। अगाडि यस्तो भिड छ, म यता यस्तो छु, त्यही हो। म लाग्नुपर्ने छ निपुरीतिर चाहिँ। यार कस्तो हतार हतारमा झन् ट्रेन छुटिहाल्यो क्या। सो यो चाहिँ निपुरी जाने भइहाल्यो, अनि उतापट्टिबाट उता चाहिँ सिन्जुकु अनि सिंहकोतिर जाने भइहाल्यो है उता। म चाहिँ दौडेरै आएको थिएँ सिँढीमा, तर ट्रेन गइहाल्यो क्या। तर केही छैन, 2-2 मिनटमा आउँछ यहाँको ट्रेन चाहिँ। अब 2-2 मिनटमा आएपछि त्यही अनुसारले जानुपर्ने हुनेछ भन्दै। धेरै होइन, 2 मिनट वेट गर्नुपर्ने चाहिँ। सो निपुरी स्टेसन चाहिँ आइसक्यो। अब म चाहिँ बुढोलाई अगाडि जानु दिएँ क्या, बुढो बाजे बिचरा होइन। सो अगाडि जान दिन्न भनेर अगाडि जानु दिएँ। अब म चाहिँ त्यही हो, निपुरी स्टेसन आइसकेँ। अब निपुरीबाट कति नम्बर लाइनबाट जाने होला, जोबन लाइन जान्छु जान त। अब आबिको हो नि त केटाहरू बस्ने, जोबन लाइन हो। अब खोज्नुपर्ने हुन्छ लाइन, त्यो लाइनबाट हो नि त जाने भन्दै। अब अगाडिबाट होला जाने। सो त्यही हो, भिड चाहिँ जता पनि भिड हुन्छ कि, एक ठाउँ मात्र होइन कि, स्टेसन हरेक स्टेसनहरूमा भिडै भिड हुन्छ। म चाहिँ त्यही हो, जोबन लाइन आइसकेँ कि। अनि म जानलाई चाहिँ प्लेटफर्म 4बाट हैछ। मैले भर्खर गुगल म्याप हानेर हेरिसकेँ। अब त्यही हो, मासुदो खसिवा तोरिँदै हुँदै म जानलाई रेडी हुँदैछु भन्दै। त्यही हो, तलको माहौल यस्तो छ। म चाहिँ अलि अगाडितिर गएर बसौँ कि भनेको, र अगाडिको भ्यू हेर्नु क्या बवाल देखाइदिन्छु म तपाईँहरूलाई, ट्रेन स्टेसनको लिकहरू। सो म चाहिँ अहिले ट्रेन कुरेर आइछु कि। ट्रेन चाहिँ 12:16को रहेछ, 12:11 भइसक्यो अहिले। अब 5 मिनटपछि ट्रेन आउँछ, अनि ट्रेन आएपछि म जानुपर्ने हुनेछ भन्दै। म जाने अब जति उता गयो त्यति अलिकति गाउँ जस्तो आउँछ क्या। सो गाउँहरू आउँछ, अनि रमाइलो छ ट्रेनबाट हेर्नु त होइन। त्यही हो। अब सो म तपाईँहरूलाई देखाउँछु, अगाडिको भ्यू हेरिदिनु होला नि त मजाले। सो इन्जोय गरिदिनु होला त। सो म चाहिँ त्यही है 1 घन्टाको लामो यात्राको क्रम गर्दै म चाहिँ फाइनली डेस्टिनेसनमा आइसकेको छु। सो म चाहिँ खसिवा स्टेसन आइसकेको हो। यही हो फेरि बस्ने सागर चाहिँ। अहिले रुम सरेको छ नि त, पहिला अब जापान आउँदा होस्टेलमा बसिरहेको थिएँ नि त, अहिले फेरि रुम सरेको छ। वेस्ट एक्जिट भन्दैछ क्या, अब म चाहिँ यस्तै जानुपर्ने हुनेछ भन्दै। वेस्ट एक्जिट चाहिँ यतातिर छ। कस्तो भिड हो क्या यार आज त त्यही आम्मामा। तर ठुलो चाहिँ ठुलो रहेछ है यो स्टेसन पनि। स्टेसनबाट 15 मिनट लाग्छ भन्दै थियो। सो जाम उताबाट त आउँदै गर, म यताबाट आउँछु भनेर त भने हो। अब ल म छाता लिएर आउँछु भने गर्मी छ नि त। सो त्यही भएर अब बिस्तारै जानुपर्ने हुन्छ। स्टेसनभित्र त एसीहरू चल्छ, ट्याक्क चिसो आनन्द हुन्छ नि त। सो बाहिर गएपछि हरिक तातो हुन्छ कि, त्यही भएर छिटो आएपछि छाता लिएर भनेको। अब कतिखेर आउँछ भन्ने कुरा हो। जाम कहाँनिर भेट हुन्छ। ओ गाइस भन्नुपर्दा म चाहिँ अन्डरग्राउन्ड छिरिसकेँ कि। अनि फेरि उसले चाहिँ
भिडियो कल गरेको थियो भर्खर छाता लिएर आउँदैछु अन्डरग्राउन्ड टिकट भन्थ्यो अब बाटो बताइरहेको छ सो म त्यही हिँडेको एड्रेस त पठाइदिएको थियो मलाई अनि फेरि मैले यहाँ भिडियो गराउने कि उता एड्रेस हेर्दै हिँड्ने कि गरेर अनि झ्याउला सिधै डाइरेक्ट अनि भिडियो कल गरेर मलाई यता भनेर बाटो देखा भनेर भने सो देखाउँदैछ त्यसले चाहिँ एकछिन चाहिँ मैले फोन राखेर यहाँ हल्का भिडियो गराइदिएको अवस्था सो अगाडि यस्तो छ तर राम्रो रहेछ ठाउँ यता बस्न नि त्यस्तो बढी चलपल नि छैन मान्छेको भिडभाड त अलिअलि छ न त यत्तिको ठिकै हो बस्न यस्तै ठाउँमा हो कि बस्ने किनकि धेरै भिडभाड भयो भने गिद्दी हुन्छ क्या मान्छे मात्रै यता मान्छे यता मान्छे घर घाम चाहिँ कस्तो कि हिजो फेरि यस्तो पानी परेको थियो आज यस्तो घाम छ कहाँनिर भेट हुन्छ भन्ने थाहा छैन तर यहाँ ट्राफिक चाहिँ खतरा बढी हुने क्या कोही ठाउँमा फेरि मस्त अब यो बसहरूमा चढेको अब यहीँको लोकलहरू होइन अब त्यही स्टेसनसम्म जानलाई यो ट्राफिकमा पऱ्यो भने लगभग लाग्छ कि एकछिन बरु हिँडेर गए छिटो पुगिन्छ होला यस्तै ट्राफिकमा पऱ्यो भने त उहाँ कहाँ लामो छ नि त अनि पछाडि नै उहाँसम्म छ नि त सो त्यही भएर हिँडेर गयो भने पुगिन्छ होला तर यो चाहिँ कहिले कसो मात्र हुने हो नि त फेरि त सधैँ हुन्न नि त यहाँ त्यही भएर हो केही कारणवश हुन्छ हुँदैन त त्यही त कि अब गाडी घोडा मान्छे भएको ठाउँमा फेरि यस्तै हो कि यहाँ मात्र होइन जहाँ पनि क्या सो त्यहाँ चाहिँ साकुरा फलेको छ कस्तो दामी साकुरा बच्चाहरूलाई आज शनिबार यसरी खेलाउँछन् यहाँ पार्कमा बच्चाहरू छ बच्चाको बाबाआमाहरू हेर्न आउने खेलाउने कस्तो हेर्दा नि रहर लाग्छ हो फाइनली भन्नुपर्दा यी आयो हाम्रो लड्के कान्छो के छ हालखबर अर्को हातले सन्चै के छ अनि फाइनली भेट भयो 2 महिनापछि भयो कहाँ धेरै भयो 2 महिनापछि धेरै भयो कहिले भेट भयो हामी म नेपाल आएपछि नेपालबाट आएपछि 2 महिना भयो सो त्यही हो 2 महिना अन्त अलिक धेरै भयो हुन चाहिँ 2-2.5 महिना भयो होला है भेट भयो फाइनल भेट भयो है माइजू ल तपाईँको छोरासँग केही भन्नु छ भने भन्नु होला फोन गरेर केही भन्नु छैन सो त्यही हो गर्मी चाहिँ हिजोको यस्तो पानी परेको आज हेर्नु यस्तो गर्मी स्याहाँ भइसक्यो म त्यहाँबाट आउँदै अनि म जाङसँग लिएर आउँछ होला कहाँ कान्छ भनेको प्यान्ट साइड हालेर आएको जस्तो चिरी चट्ट पारेर कता यता अघि सिधै हो कस्तो आनन्द के यहाँ त यारमा यता त है नेपाली छैन कोही पनि कसम के म नेपाली नि देखेन खासै होइन त्यही स्टेसनमा थुप्रेको देखेँ अलिकति काममा जानलाई होला सबै कम्पनीको बस बिचराहरू अनि फेरि यता त कस्तो क्या सुनसान आनन्द तर बस्नु चाहिँ यस्तैतिर हो क्या ठिक चाहिँ बस्नु त बवाल हो तर टाढा नि रहेन छ त्यस्तो टाढा त लाइन मलाई हाम्रो रुम नि त्यहाँ ठिकै त हो नि बराबर जस्तै त हो नि होइन सो त्यही हो अब हिँडाइमा हो फेरि जस्तै अब गुगलले 20 मिनट देखायो भने हामी अलिकति हिँडिदिने भने 14-15 मिनटमा पुगिन्छ नि त सो यस्तो घरहरू देख्न पाइन्छ यहाँ चाहिँ कस्तो के जस्तै एनिमेको घरहरू हुन्छ नि त सो त्यस्तै देख्न पाइन्छ कि बब्बा मनै लोभ्याउने घर छ नि त गाडी नि त्यस्तैमा त्यही हो कान्छा जस राम्रो ठाउँमा बसेको छ आफै रुमसुम खोजेको थियो के गरेको थियो मलाई उहाँ खोज्दै भन्थ्यो तर अब खोज्न कता खोज्ने हो जता खोजे नि अब आफैले खोजेछ राम्रो जे होस् कति तिरेको अरे सुरुमा 70,000 तिरेछ केटोले 1 महिनाको फेरि अनि फेरि रुम चाहिँ राम्रो ठाउँमा पाएको रहेछ जे होस् खुसी लाग्यो 1 वर्ष होस्टेल बस्यो के होइन 1 वर्ष कटाइयो है कसरी कटाइयो थाहा छैन फेरि है 1 वर्ष बिचकै समय त यहाँ त छु हो कि आँखा जिम्मा गएर काम गर्न थालेपछि झन् झन् अहिले त अब काम अब पेलापेल भइरहेछ ठिकै जे भयो नि हप्तामा 4 दिन गरे पनि 4 दिनले त्यो काम भनेको काम हो क्या सो त्यही हो कामले चाहिँ काम भयो भने दिन गएको रात गएको थाहा हुन्न क्या झन् रातिको काम हुनुपर्छ मान्छे उल्टो चल्छ क्या चक्र हाम्रो त रातिमा काम गर्ने मान्छेहरूको दिनभरि सुत्ने
रातिमा काममा जाने सुते भनेको 3 देखि 4 घन्टा हो अनि 3 देखि 4 घन्टा सुत्ने कलेज झन् जानु पर्यो कलेज जानु अब मेन झन् उसको शनिबार आइतबार काम भएर अरू दिन छुट्टी होला भन्ने छैन शनिबार आइतबार छुट्टी उसको फेरि काम भएको बेला कलेज छ दुइटासँगै भइदियो सो कलेज चाहिँ अलिकति त मिलेन तर कलेज चाहिँ अलिक छिटै खान त छुट्टियो नि तेरो चाहिँ कहाँ अहिले झन् उस गरियो नि फेरि बढाइदियो टाइम बढाएको होइन टाइम घटायो झन् अँ। पहिले 8 बजेदेखि थियो भने चाहिँ अहिले 9 बजेदेखि थियो सो त्यही हो अरू त के हुने र अब जे हुन्छ अरू त अब पछि देखिहाल्नुहुन्छ भन्दै सो एकचोटि अगाडिको भ्यू हेरिदिनु होला तपाईँहरूले भन्दै सो त्यही हो हामी चाहिँ हिँडेकै ल रुमतिर बाई बाई सबैजनालाई मोबाइल त्यहीँ छोडिदिएको होला अब जसले भेट्टाउँछ लग्छ त्यसको आज लक्की चाम भन्छ नि त्यो लक्की डे भने जस्तै सो त्यही हो अरू त के भन्नु छ र भन्नु जस्तै क्या बवाल है चिल है दाउरा साउरा गुल्ली फारलाइन गरेर गुल्ली काटे जस्तो याद छ है त्यो त है दाउरा बाल्न मिल्ने हो त उठाउनु हुन्थ्यो टाइट यस्तो के कुरो हो यार यस्तो कस्तो के हो त्यो डिस्कभरीमा देखाउँथ्यो च्यानलमा है जङ्गल के त्यो एमाजोनको जङ्गल जस्तो है अब कति टाढा यहाँदेखि नजिकै छ अब 5 मिनट ए 11:30 बजे म रुमबाट निस्केको 1 भनेपछि कति घन्टा ऱ्यापिड लाग्छ नि त यता त ऱ्यापिड लाएर छिट्टै आयो नि त त्यो निप्पुरीबाट त मजा आयो त्यहाँदेखि नि 2-3 स्टेसन त लोकलै आउने छ अनि त्यसपछि बल्ल नि ऱ्यापिड आउने छ यहाँ भित्र जान मिल्छ है भित्र जान न जाम न सर सिनेमेटिक हान्नुहुन्छ क्या आइज नि जाम निद्रा खाएर अब सुत्ने त बिहान मैले फोन गरेर डिस्टर्ब भयो होला थोरै मैले चाहिँ के भनेको भन्दा कि तिम्रो आइज उतातिर म चाहिँ अब ती 3 जना भयो नि अब मेरो रुम त अब फेरि फ्री हो नि त जो आएर बस्यो नि जे गरे मतलब छैन नि त मलाई त फेरि सो त्यही भएर आइज कि भनेको तपाईँहरू अलिक 2-3 जना आउन भन्दा एक्लै आइज भनिस् सजिलो हुन्छ भनेर अनि आए के कसरी बसे जस्तो नि हेर्नुहुन्छ भनेर अनि सर र त्यही हो म फेरि आएको भए सर र उतै बस्नुहुन्थ्यो भोलितिर घुम्न निस्किनुहुन्थ्यो भन्ने तरिकाले हो तर चाँडै आउने छ यार त्यहाँबाट त नजिकै सर र लाएर हिँड्न बेर हो क्या हिँडेपछि त बाटो तताएपछि ठाउँ पुगिहालिन्छ एकैछिनमा हाल्छौँ उतातिर फाइनली कान्छा बस्ने रुममा आइसकेको छु कान्छा त्यहाँ पछाडि छ रुम चाहिँ यस्तो रहेछ कान्छाको त्यही हो जस रुम चाहिँ ठिकैले गएछ राम्रै ठिकै छ होस्टेलभन्दा त बेस्ट है धेरै नि है म त पहिले होस्टेल बसे हैन नि त नै त्यो ऊ हो नि त सेयर हाउस जस्तै लियो प्यालेसको ऊ हो नि त 4 जनाले गर्दा अलिकति ल्याग भएको थियो त्यही माथि कोही मिल्ने कोही नमिल्ने गर्दा त्यही त कोही मिल्ने कोही नमिल्ने गर्दा अलिकति झ्याउ भएको थियो नि त सो यहाँ त अब बिन्दास भयो नि त तिम्रो रुममा भन्दा धेरै बाहिर हुन्छ नि त त्यही भएर रुममा त त्यही त क्या रुममा त मेन भनेको आफ्नो कपडा लत्ता राख्ने
एक छाक खाना खाने भ्याएसम्म है भ्याएसम्म। भ्याएसम्म एक छाक खाना खाने आयो थाकेको थियो राम्रोसँग सुतेको थिएन 2 घन्टा सुतेँ उठेको अब खाना पकाउनु टाइम नै भएन भएन यति गयो त काममा बोकै गाइस बेलुका खायो होला उस्तै भएर अब त्यसपछि बेलुका खायो होला बोयो गएकोदेखि आएर अनि फेरि बेलुका आएको मतलब के मैले भने नि गएको बाटो काम बिहान आएछ कामबाट अनि सुतिस होला एकछिन अनि बेलुका बेलुका त्यही त ठिक छ जस अब त्यही हो भन्नुपर्दा चाहिँ यस्तै यस्तै हो अब म नि एकछिन सुत्नुपर्ने हुन्छ किनकि हिजो रातभरि काम गरेर बिहान नसुतिकनै नुहाइधुवाइ गरेर आएको अवस्था छ त्यो पनि नसुतिकनै मलाई लिन गयो बाटोसम्म म पनि यता आइसकेँ रुममा आएर अब ट्याक्क लाएर सुत्छौँ हामी त्यसपछि के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु सी यू गाइज फेरि भेटौँला एकछिन पछि म चाहिँ फाइनली भन्नुपर्दा चाहिँ 3 घन्टा जति सुतेर चाहिँ अहिले उठेको अवस्था छ सो 3 घन्टा सुतेर उठ्यो र मेरो भाइ पनि आइदियो यहाँ चाहिँ के छ ठिक छ एकदम है ठिक छ एकदम साँझको सट्टा हावा खाम्न त भनेर बाहिर निस्केँ बाहिर म अनि सागर र अर्को हाम्रो परवेश भाइ चाहिँ बाहिर कता सामान लिन गएको छन् हामीलाई जो चाहिँ थाहा भएन हामी चाहिँ सुतेको थियो अनि उठेर सर हिँडिरहँ रुममा बस्दा बस्दा भन्दा नि सुतेर उठेपछि अनि बस्न झ्याउ लाग्यो अनि निस्केको त्यही हो अरू त के हो नि र कस्तो आनन्दको भाइब छ है यो ठाउँमा चिलकै अगाडि यस्तो सनसेट हुन लागिरहेको छ पुरै साकुरा चाहिँ बबाल है छ अगाडि म तपाईँहरूलाई साकुरा देखाइदिन्छु है त सो त्यही हो साकुरा चाहिँ हामी कहाँ आइने थाहा छैन मलाई नि थाहा छैन अब किनकि यस्तो खेतबारी गाउँ यताउति जस्तो देखियो सो हामी गाउँमा हिँड्न त तर जसरी नि रुममा त पाइन्छ अहिले किनकि रुमको एड्रेस त्यस्तो टाढा होइन रुममा त अलिक टाढै छौँ कि तर कता जाने के गर्ने भन्ने थाहा होइन यत्तिकै गल्ली गल्ली हिँडिराखेका छौँ यस्तो खेतहरू यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू सानो घरहरू छ हरियाली त्यही त हो नि अनि अब जाम अगाडिसम्म अगाडि भन्नाले अब हिँडौँ अब हावा खान निस्केको मान्छे हामी त अब सर हावासावा खाने हो के रोपेको रहेछ है त्यहाँ तर उम्रिन लाग्यो जस्तो छ न अलिअलि हरियो बाहा हुन तर खेतबारी देख्दा नि कस्तो के माटो है आनन्द के चिल छ नि यहाँ त मटर रहेछ मटर मटर आलुसँग खतरा नयाँ आलुसँग है बवाल हुन्छ नि यो मटर सो त्यही हो हामी चाहिँ यहाँ हिँड्दैछौँ यस्तो फुल तर नेपालमा नि हुन्थ्यो नि फेरि यस्तो बवाल नेपालमा नि हुन्थ्यो सबै छ क्या नेपालको यहाँ के छैन यहाँ उनी चिज सबै नेपालमा नि छ सो त्यही हो महत्त्व थाहा हुनु पऱ्यो सबैको हेर्नु यहाँ पछाडि खेतलाई रोडावेटर लाएर खतरा रोप्यो हामी खेतको साइडमा हिँडिरह है खेत यता साइडमा हामी चाहिँ यहाँ मस्त हिँडिरहौँ कता हिँड्यौँ थाहा छैन हिँड्न चाहिँ मजाले हिँड्यौँ अब त्यही हो अब अहिले साँझ पऱ्यो भने अनि रुमतिर फर्किने हो एड्रेस थाहा छ अब बिर्सियो भयो भने पनि अब कतै गएर जसरी रुममा त पुगिन्छ पुग्न त त्यही हो कस्तो के चिल खेतहरू आनन्दको छ क्या मस्त समय है हेर्नुहोस् मनोरञ्जन गर्नुहोस् रमाइलो लिनुहोस् फेरि धेरै हात यस्तो गर्ने हुन्न बाटो पर्छ सो तर के नेम है माटो यति बाटोमा पनि जेब्रा क्रसिङ छ सनाई तकाइचीमा जापानको प्राइम मिनिस्टर होइन र घुम्दै घुम्दै डुल्दै डुल्दै हामी चाहिँ केटाहरूलाई फोन गरेको 2जनालाई यहाँ अगाडि माटमा आएकै छ पसलमा आएर केही सामान किन्दै 2जना आएको थियो कि किन्नलाई हामी चाहिँ सुतिरहेको थियौँ रुममा उठेर अनि झ्याउ लाग्यो अनि त्यसपछि कहीँ जाऊँ न त भनेर निस्केको फोन गरेको यता माटोमा छौँ भन्थ्यो सो हामी चाहिँ अहिले माटोमा आइसक्यौँ अगाडि माट छ हाम्रो अगाडि हेरौँ न भित्र गएर के किनेछ केटाहरूले आच्चिक सो ड्रग स्टोर रहेछ उताबाट हामी चाहिँ यताबाट आउँदैछौँ कान्छै यहाँ छ टेन्सन लाग्थ्यो के हराउँछन् भनेर अनि अरे टेन्सन लाग्थ्यो भनेपछि के हो यो सो हामीले चाहिँ मुला अर्ग्यानिक ल्याइसक्यो यहाँ माटो साटो लगाएको अब अर्ग्यानिक आफ्नै करेसा बारीबाट निकालेको भन्छ अब कुन करेसा बारीबाट निकाल्यो त्यो चाहिँ थाहा भएन
सो माटो लगाएको रहेछ तर मस्त भिडै हुने क्या है गाउँमा भए पनि यस्तो हुन्छ के हेर्दाखेरि के होला र के बिक्री होला र जस्तो हुन्छ तर यहाँ यस्तो भिड हुन्छ यहाँको माहौल के कसम यो टाढाबाट बाहिर जति कारहरू हुन्छ नि सबै पार्किङ गरेर भित्र यहाँ सामान किन्न आएको हुन्छ क्या अलि टाढा भित्र ठाउँहरूबाट घरहरू भएको बाट त्यही यो सो अब के खाने भन्ने क्या कफी खाने भनेर लिएको होइन कफी कता कफीको सेक्टर त यता देख्छु त म त होइन त्यो होइन होइन र यो मलाई सिकाउँछ यार यसले माछा खाने कि माछा माछा आफै पकाएर होइन कि चोपेर हल्का हालेर खाने हो तातो पानीमा सिटी हालेर खाऊँ न सिटी हानेर हामीले मैले यो उसमा कम्पनीमा काम गर्दा क्या राति ट्याक्क त्यहीँबाट ओयु भनेको तातो पानी हुन्छ नि त अनि तातो पानी कपमा हाल्यो अनि यसभित्र हुन्छ क्या प्याकहरू अनि सट्टा हालेर घोल्यो भने कफी भइहाल्यो क्या सो रुममा लड्दा नि तातो पानी तताउने अनि फेरि यो हालेर ट्याक्क हालेर खाँदा कफी भयो यो कफीहरू चाहिँ मिठो हुन्छ दुध अलि बढी हुन्छ क्या यसमा एउटा लगे पुग्छ सो त्यही हो अब हामी अलिअलि किनमेल भइसक्यो अनि अब हामी लाग्छौँ भन्दै किनमेल त अब त्यस्तो खासै के होइन अब केटाहरूले के किने अलिअलि किन्न चाहिँ अब हामी चाहिँ रुममा लगाएर बनाउने तर्खर हुन्छ भनेपछि आज चाहिँ सबैको हाम्रो भाइ चाहिँ यहाँ छ यो चाहिँ हाम्रो असिस्टेन्ट हो होइन आजको सो त्यही हो अहिले चाहिँ झमक्कै साँझ परेको अवस्था छ कि चलपल चाहिँ यो पसलको अगाडि मस्त छ किनकि टाढाबाट आउने रहेछ कि यहाँ मान्छेहरू भित्र चाहिँ अलिकति भिड छ सो कति बजीबाट कति बजीसम्म आइछ भन्दा 9:45 मात्र आइछ त्यहाँ लेखेछ सो त्यही भएर पनि यो ठिक्क समय हो नि त किनमेल गर्ने सो त्यही भएर किनमेल गर्न आइरहेको छ मान्छेहरू आउने जाने क्रम भइरहेको छ अनि सागरहरूले चाहिँ भित्र पेमेन्ट गर्दैछन् सामानहरू यताउति के गर्दैछन् म र भाइ चाहिँ बाहिर नै छौँ भन्दै अब टक्क पेमेन्ट गरेर अब यो भ्लग पनि धेरै लामो हुन्छ नि त सो अनि मैले यहीँ अब बिस्तारै टुङ्गाउन खोज्दैछु भन्दै सबैजनामा होइन अब त्यही हो साथीभाइहरू पछाडि छन् म चाहिँ अगाडि हिँडिरहेको छु अब सामान किनेर खाइमर्नु ट्याक्क भइहाल्यो हाम्रो झमक्क साँझ पनि पर्यो भन्नुपर्दा अहिले चाहिँ ठ्याक्क 6:30 भयो कि अनि 6:30 भइदियो सो अब सागरको रुममा गएर बसिन्छ यो भिडियो लामो नि हुन्छ सो त्यही भएर नि मैले अब यो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु भन्दै सबैजनामा माया छ यसै गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिएर माया देखाइदिनु होला भन्दै सबैजनामा हस्त बाई बाई सबैलाई सी यू